आज मस्त घुम्दै सालीहरू रक्सी खान त त्यहाँ बस्नु रक्सी ल्याए जस्तो छ बेग्लै खानु खोजिरहेको छ हामी बेग्लै खाना थोरै दिन्छौँ के होइन यार दोस्त तिमी सक्दैन मैले आउँछु म गर्छु सालीहरू त्यो लिट्टै सक्दैन यो विदेशी रक्सी हेर कस्तो खोल्ने भल चिज बे मोबाइल रक्सी छ नि फेरि तिमीलाई थाहा छैन दोस्त यो बिल गेटको लोगो थाहा छ पुरै तिम्रो त ठिकै हो साथी तर तिमीलाई एउटा कुरा थाहा छ कि धेरै गाडी कुरेपछि रक्सीको एक्सिडेन्ट भइहाल्छ म तिमीलाई अर्को कुरा भन्छु धेरै लिभर खाएपछि रक्सी खराब भइहाल्छ त्यसैले रक्सी हामीले खानु हुँदैन बुझ्यौ नि अब म तिमीलाई भन्छु तिमीले सब गलत कुरा भन्नु